हेलो साथीहरू, म चाहिँ आज खेतमा गएको थिएँ। यहाँ खेतमा जाने काम परेर अनि खेतमा जाँदाखेरि अब किनभने अहिले त असारको महिना, मानो खाएर मुरी उब्जाउने महिना पनि भनिन्छ। अनि खेतमा गएर यसो हेर्दाखेरि मलाई चाहिँ एउटा कुरा के सेयर गर्न मन लाग्यो भने, सुन्दाखेरि अब भन्दाखेरि नराम्रो लाग्छ होला, तर तितो यथार्थ भनेको सबै यसरी खेतहरू प्लानिङ भएर छेउछेउमा आफ्नो उर्तिरपर्तिको यसरी सबै प्लानिङ हुँदाखेरि त्यहाँ छेउमा खेती गर्ने मान्छेलाई चाहिँ कस्तो असर पर्दो रहेछ भने, अब यहाँनिर यो बाटोदेखि यतापट्टि हाम्रो खेत पर्छ, यतापट्टि ओरतिर सबै प्लानिङ भइसक्यो। अब यो रोप्ने बेला भएको बिउ सबै यसरी गाईबस्तुले यसरी चरेर केही राखेको रहेनछ। अब त्यहाँनिर रुँगेर बस्ने कुरा पनि भएन, अब सबै ठुटे पारेको छ। अनि अब जति नै जे नै सुन चाँदी हिरामा मोती पैसाको खातै बनाए पनि लास्टमा खाने भनेको त मान्छेले अन्न नै हो। अब यसरी खेत छ, बाँझै राख्न पनि नहुने, अब यसो खेत रोपौँ भन्दा पनि साह्रै गाह्रो। अब यसरी रुँगेर कसरी साध्य लाग्ला। यो चाहिँ छेउमा प्लानिङ हुँदाखेरि, अरूले खेती गर्न छोड्दाखेरि, आफू मात्र एक्लै खेती गर्दाखेरिको पीडा यस्तो हुँदो रहेछ। मलाई चाहिँ त्यस्तो लाग्यो।